गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। के छ मेरो दाजुभाइ दिदीबहिनीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म मेरो फर्स्ट न्यू भ्लग लिएर उपस्थित भइसकेको छु। म तपाईहरुको सेनो नाके। अरे कहना क्या चाहते हो? आज चाहिँ म गुल्मीदेखि बुटोल जाँदैछु। घरबाट धेरै टाढा आइसके। म लगभग 15 मिनट अघि जति आइसके। घर देखाउँछु भनेको सब कुहिरोले ढाकेर यस्तो छ। यता त पानी आइरहेको छ, रातभरि पानी आएर आज बस जान्छ कि नै भन्ने नि थाहा छैन। मैं क्या करूं फिर जॉब? बस आउने बाटोसम्म हिँड्दै जानु पर्छ। अरे कहना क्या चाहते हो? ल यो यहाँथिमा हाम्रो घर छ। आज कुहिरोले यहाँ ढाकेर पुरै यस्तो छ, केही देखेको छैन, पुरै कुहिरो लाएर यस्तो छ। यो गाउँ अमराई भयो। यो अमराई यताको यो माथि देखेको छापचौर। हाम्रो गाउँ चाहिँ यहाँ लुङरिङ हो। बाटो जति सब शीतै छ। पुरै शीतै भएको कारणले उता त्यो देखिने गाउँ यहाँ कुहिरो लागेको चाहिँ यो खन्यापाटा माथि हो। त्यो रोड देखेको चाहिँ तोलाकोट। यो देख्नु भएको छ नि घर, यो चाहिँ बतासे। माथि जोगीटोला पर्छ, यहाँ बतासे। यो हिँडेको आधी घन्टा हुन लागेन, बसमा बानी लाएर होला। पुरै पसिना भयो। देउराली पुग्न छ, 1 घन्टा लाग्छ घरदेखि हिँडेर जान। बल्ल आधी बाटो आए, बतासे भन्ने डाँडामा आइसके। पुरै पसिना भयो, केही छैन भारी सामान नि। यहाँ पुग्न पर्छ अझै। हो यो बुटाथिम, त्यहाँ हो बल्ल देउराली। यो देउरालीको कुनै घरहरू। पसिनाले टिका पनि मेटिसक्यो, पुरै बगान लागिसक्यो। यहाँको अवस्था हेर्नुस्, अवस्था कस्तो छ यहाँ। अब हुँ गएर धुनी के गर्ने, मुख धोएर जाने, यस्तै छ यहाँको अवस्था। फाइनल्ली आइयो देउराली। उता अझै देउराली पुग्दासम्मको अवस्था हेर्नुस्, यस्तो छ हालत। देउराली आइयो टिकट काट्यो। यहाँको भाडा चाहिँ 700। खानेकुरा किन्यो, मुखसुख धोइयो। हाम्रो बस आयो। यहाँबाट ठ्याक्कै 8 बजे हिँड्यो। 8 बजे हिँड्यो। चलो मूर्तिघाट बजार। मूर्तिघाट आएर यहाँ त बाटो जाम रहेछ। जाम मनाले नि खोलाले बाटै छैन। यहाँ कालीगण्डकी गाउँपालिकाको शिक्षा शाखा प्रमुख अग्निधर पराजुली र कालीगण्डकी गाउँपालिकाको अध्यक्ष श्री वेदबहादुर थापाज्यू आउनुभएको छ। उहाँ दुईटा हो, हेर्नुभएको छ। यहाँ पारि पर्वत पर्यो,
गाडी जाम छ त्यहाँ यस्तो छ अवस्था यहाँको अवस्था वाह क्या सीन है No! God, please, no! देखा आपने लापरवाही का नतीजा है कौन है ये लोग कहां से आते हैं ये? यो ट्रकको अवस्था भित्र यस्तो छ झोसे त लगेर पुरै कच्याक कुचुक भयो सब ल यहाँ पनि जाममा परियो आखिरीमा हेर यति ठुलो भयो के अरे यो गाडी फसियो फेरि देखा आपने लापरवाही का नतीजा है रुको जरा यस्तोमा फसेको थियो यता टिप्पर 3 घन्टामा बल्ल डोजर आरे टिप्पर ल्याएर माटो फाल्न लगाए यता गाडीहरू छ यो डोजर भयो 3 घन्टा बस्यो हामी यहाँ ए बल्ल डोजरले फाल्न लाए बल्ल बाटो हुलोई खुब धेरै भयो चाहिँ सबै आयो अरे आज राम्रो गुल्मी हाम्रो गुल्मी राम्रो छ रुद्रबेनी आइयो बल्ल बल्ल रुद्रबेनी आइयो बुटोल पुग्ने कहिले हो आज गाडी बुटोल जाने भएन हामी अझै रुद्रबेनी छौँ यहाँ आज गाडी यहीँ बसो अब यहाँबाट म खैरिन जान्छु भिनाजुकोमा अब खैरे भिनाजु ल्याउँदै लिन आउनुभयो बाटोमा अब आज बुटोल गइएन यस्तो छ हालत बसेको भएन मान्छे नभएर अहिले बिजोग भयो खैरेनी छौँ यस्तो हालतमा रुद्रबेनी पुलमा आइयो
खैरेनी जाने भिनाजु ल्याउन आउँदै हुनुहुन्छ। रुद्रबेनीबाट हिँड्यो। ओ भाई मारो मुझे मारो। भाई मजा आया। ऐसे में बड़ा सख्त लौंडा हूं। कौन है ये लोग? कहां से आते हैं? तल्लो खैरेनी होइन र यो? फाइनल्ली भिनाजु घर आइपुग्यो। त्यहाँ छ। म चाहिँ दिदी घर आइपुगेँ। ए भान्जा हाई गरिदेऊ। हाई। ल अब आजलाई यति नै। अब अर्को भ्लग लिएर छिटै नै उपस्थित हुनेछु। हस्त नमस्ते।